नमस्कार, म प्रकाश सिग्देल। यो मार्चको अन्त्यतिर वाशिङटन डिसीमा निकै रमाइलो छ। आजको दिन पनि घमाइलो छ। अहिले हामी वाशिङटन डिसीको यो चेरीका रुखहरूको मुनि बसिरहेका छौँ। यहाँ विश्वभरिबाट यो सिजनमा विशेष गरी यो वसन्त सिजनमा हेर्नका लागि, यी फुलहरूसँग रम्नका लागि हजारौँको सङ्ख्यामा मानिसहरू विभिन्न देशहरूबाट आउने गरेका छन्। 1912 मा जापानले यी चेरीका बिरुवाहरू अमेरिकाका लागि उपहार दिएको थियो र साँच्चै त्यो उपहारले अमेरिकाको यो वाशिङटन डिसी निकै सजाउ बनेको देखिन्छ। यो वसन्त ऋतुको समयमा निकै रमाइलो भइराखेको छ। तपाईँले देख्न सक्नुहुनेछ, हजारौँ मानिसहरू यहाँ आइरहनु भएको छ, फोटो खिचिरहनु भएको छ, निकै रमाइलो गरिरहनु भएको छ। आज म यो वसन्त ऋतु विशेष गरी यो मार्चको अन्त्यतिर वाशिङटन डिसीको अवस्था कस्तो छ यो विषय तपाईँलाई देखाउनका लागि यहाँ आइराखेको छु। साँच्चै एकदमै रमाइलो छ। रुखहरूले बिस्तारै पालुवाहरू पलाउँदै गरेका छन्, फुलहरू फुल्दै गरेका छन्। भर्खरै हिउँ परेर सकिसके पछाडिको यो वसन्त ऋतुको यो समय निकै रमाइलो भइराखेको छ, निकै आनन्द भइराखेको छ। हजारौँको सङ्ख्यामा मानिसहरू तपाईँले यहाँ रमाइलो गरेको देखिरहनु भएको छ। सुरक्षाकर्मी पनि त्यसरी नै तैनात भइरहनु भएको छ। निकै रमाइलो भइरहेको छ। वाशिङटन डिसीको यो माहौल साँच्चै आनन्द महसुस गरिराखेको छु। आज मैले तपाईँलाई यही दृश्य देखाउनका लागि यो भिडियो तयार पारिराखेको छु। अहिले मसँग मेरो फ्रेममा नेपालदेखि आउनुभएका चर्चित पत्रकार सन्तोष देउजा मेरो फ्रेममा हुनुहुन्छ। म उहाँसँग यो वाशिङटन डिसीको यो रमाइलो माहौलमा, यो याममा आनन्द यो महसुस गरिराख्न पाएको छु। निकै रमाइलो भइराखेको छ, घाम लागिराखेको छ, फुलहरू फुलिराखेका छन्। यो रमाइलो माहौलमा उहाँसँग गफ गर्न पाउँदा अर्को आनन्द महसुस भइराखेको छ। सन्तोषजी, यहाँलाई कस्तो लागिराखेको छ? एकदमै म फोन गरिरहेको छु। सुरुमा त प्रकाशजीलाई भेट्न पाएँ यहाँ आएर। तपाईँसँग लामो समय पछाडि हाम्रो चाहिँ नेपाल पछाडि भेट भएको छ। धेरै नै खुसी छु म तपाईँलाई भेट्दाखेरि। हामी अहिले सँगसँगै घुमिरहेछौँ। यो बाल्टिमोर काश्मीरमा आएँ। आउँदाखेरि तपाईँको चाहिँ अब डिसी पनि नजिकै भएको कारणले गर्दाखेरि चाहिँ यहाँ प्रायः गरी यो मेरो तेस्रो पटक हो। अमेरिका आउँदाखेरि चाहिँ म प्रायः यो डिसीमा यो चेरीका बोटमुनि आएर यसो टहलाउने चाहिँ गरेको छु। यो मेरो तेस्रो पटक हो। त्यसले गर्दाखेरि अब एकदमै मैले चाहिँ अब यो वसन्त ऋतुको आगमन भइसकेको छ। त्यो हिसाबले यहाँको सौन्दर्य भनेकै यही रुख बोट बिरुवाहरू, यही तपाईँको चाहिँ हरियालीहरू, अब बिस्तारै तपाईँको चाहिँ हिउँले खाए पछाडिको दृश्य, फक्रिँदै गरेका फुलहरू, अझै यो तपाईँको चाहिँ 10-15 दिनपछि अझै राम्रो देखिन्छ भन्ने लागेको छ। हुन त अहिले पनि तपाईँको चाहिँ अब यहाँ अब मलाई लाग्छ लाखौँ पर्यटकहरू, दिनमा लाखौँ पर्यटकहरू चाहिँ आउने जाने गर्नु रहेछ र त्यसमा मध्ये लाखौँ मध्ये हामी तपाईँको तेस्रो पटक यो अमेरिकाको भ्रमण हो। अमेरिका आएर विभिन्न ठाउँहरूमा तपाईँले भ्रमण गरिसक्नुभयो। अमेरिका नेपालमा रहेर राम्रो पत्रकारिता गर्नुभएको एउटा चर्चित पत्रकार हुनुहुन्छ। पत्रकारले देश विदेश घुम्नुपर्छ, हेर्नुपर्छ र अनि हाम्रो समाज, हाम्रो देशलाई कसरी सुधार गर्न सकिन्छ भनेर नेतृत्वलाई सुझाव दिन जरुरी छ। यो पत्रकारको भूमिका हो। सही पत्रकारले सही भूमिका निर्वाह गर्न सक्यो भने देश बन्न सक्छ। हामीले आशा गरौँ अब देश बन्ने एउटा बाटोमा छ, अगाडि जाओस्, बनोस्, हाम्रो कल्पना पनि छ। अब तपाईँले कसरी सुझाव दिनुहुन्छ? तेस्रो पटक अमेरिका हेरिसक्नुभयो, विभिन्न याममा आएर हेर्नुभयो। अहिले वसन्त ऋतुमा हुनुहुन्छ, विभिन्न समय सिजन हुन्छ, तपाईँ आएर हेरिरहनु भएको छ। यहाँका रुखहरूमा पात नहुँदा, सिक्रै हुँदा, रुखहरूमा पालुवा पलाउँदै गर्दा, रुखहरूले फल दिने बेला तपाईँ हरेक सिजनमा आएर हेरिरहनु भएको छ। यसले तपाईँलाई कस्तो अनुभूति भइराखेको छ र अब तपाईँले नेपाल गएर कस्तो सुझाव दिन चाहनुहुन्छ? सबैभन्दा पहिला त नेपाल आफैमा एउटा चाहिँ हरियालीको देश हो। त्यहाँ कसरी उपहार दिनु पर्दैन। यो ठाउँलाई, यो अमेरिकालाई, यो जापानले उपहार दिएको हो। तर नेपालमा आफ्नै एउटा सौन्दर्य छ। नेपाललाई कुनै कसैले उपहार दिनु पर्दैन। तर नेपालमा भएका चिजलाई नै हामीले तपाईँको सही सदुपयोग गर्न सकिरहेको छैनौँ, त्यसलाई व्यवस्थापन गर्न सकिरहेको छैनौँ होइन। नेपालको अब विभिन्न खाले अब राजनीतिक समस्या भनौँ अथवा त्यहाँ तपाईँको सामाजिक समस्या भनौँ, चाहे त्यहाँ बेला बेलामा हुने गरेका हिंसाका कुराहरू भनौँ, द्वन्द्वका कुराहरू भनौँ, विभिन्न कारणले नेपाल अगाडि बढ्न सकिरहेको अवस्था थिएन र छैन। अब एउटा नेपालमा एउटा आशा बनेर नयाँहरू चाहिँ आएको हामी चाहिँ देखिरहेको छौँ।
उहाँलाई मेरो सुझाव के छ भने अमेरिका, अस्ट्रेलिया, क्यानाडा यो विकसित देशहरू जति पनि छन् ती देशहरू किन बनेका छन् भने प्राइभेट सेक्टरलाई बढी प्राथमिकता दिएको कारणले गर्दाखेरि ती देशहरू चाहिँ छिटो विकास भएका छन्। भने नेपालमा के छ भने हरेक चिजलाई सरकारको नियन्त्रणमा ल्याउने, सरकारीकरण गर्ने होइन, भएका सरकारी उद्योग धन्दा पनि तपाईँले बन्द गर्ने, रोजगारीको सिर्जना गर्नुको साह्रो उल्टो तपाईँको बेरोजगार बनाउने दिएको छ। अनि नेपालमा चाहिँ मेरो सुझाव के छ भने नयाँ आएकाहरूलाई चाहिँ नेपालमा अब प्राइभेट सेक्टरलाई तपाईँहरूले बढी प्रायोरिटी दिनु पऱ्यो। यो देश बनाउने प्राइभेट सेक्टरले हो, तर नेपालमा प्राइभेट सेक्टरको हालत यस्तो छ कि उद्योग धन्दा, कल कारखाना, बिजनेस मार्केट, सुपर मार्केट खुला हुन्छ, तिनीहरूको कुनै सुरक्षा छैन। यी भारतबाट नि जसले तपाईँको खरानी हुने छ, को आएर त्यो लगानी गर्छ होइन। भएका प्राइभेट उद्योग पनि तपाईँको चाहिँ धराशय हुने अवस्थामा छ, नभएका तपाईँको चाहिँ विभिन्न प्रकारका कानुनले चाहिँ अल्झाउने अवस्था छ। यसलाई कानुन संशोधन गरेर हुन्छ कि नयाँ निर्माण गरेर हुन्छ कि त्यो ढङ्गले जिम्मा दियो भने नेपाल बन्छ भन्न चाहन्छु। र छोटोमा भनिदिनुहोस् कि यहाँको विकास र नेपालको विकाससँगै नेपालमा पर्यटनलाई कसरी जोड्न सकिन्छ यसलाई हेर्दा? नेपाललाई चाहिँ पर्यटनसँग जोड्न असाध्यै तपाईँको चाहिँ सजिलो छ के प्रकाशजी होइन। नेपालमा हरेक चिज त्यो रिसोर्सहरू चाहिँ आपस्याप छ। हामीसँग हिमाल छ होइन, अब तर हाम्रा पर्यटन गतिविधिहरू तपाईँको चाहिँ के हामीसँग जङ्गल छ, हिमाल छ, सबै खालि डाँडा पहाड हरेक चिज नेपालमा छ। तर त्यसले हामीले तपाईँको सही सदुपयोग गर्न सकेका छैनौँ, त्यसलाई तपाईँको मार्केटिङ गर्न सकिरहेको छैनौँ। सुरुमा त पर्यटकहरू नेपालसम्म पुग्नको लागि हामीले आवश्यक वातावरण दिन सकिरहेको छैनौँ, किनभने कहिले के आन्दोलन भनेको छ, कहिले के युद्ध भनेको छ होइन, तपाईँको चाहिँ त्यहाँ एउटा अशान्ति भनेको छ, अस्थिरता भनेको छ। सुरुमा पर्यटकहरू त्यहाँ जानको लागि र आफूलाई सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु पऱ्यो होइन, त्यसको मार्केटिङ गर्नु पऱ्यो होइन। र पर्यटनहरू नेपालको विकास हुने भनेकै मुख्य रूपमा हेर्नुहोस्, एउटै मात्रै आधार हामीसँग दुईवटा छ, एउटा पर्यटन हो, एउटा जलविद्युत हो। यो दुईवटा कुरालाई हामीले व्यवस्थित गर्न जबसम्म सक्दैनौँ तबसम्म नेपाल बन्दैन। अहिले हामी हेरेका छौँ यो अमेरिका भन्ने देशमा, यो विकसित देशमा पर्यटकहरू मलाई लाग्दैन उहाँहरू अमेरिकन हो। यहाँ कोही चाइनाबाट, कोही कोरियाबाट, युरोपबाट आउनेहरू नै हुनुहुन्छ कि यहाँ, जसरी हामी नेपालबाट आएका छौँ नि। अमेरिकनहरू धेरै कम हुनुहुन्छ। हेर्दाखेरि अब खैरे गोराहरू देखियो भने यी चाहिँ अमेरिकन कम हुन् होइन। अमेरिका त बाहिरबाट धेरै आएका हुन्। यसो यो विकसित देश त यसरी घुम्न आइरहेछन् भने हाम्रो देशमा आउनको लागि त धेरै कम लागत लाग्छ यिनीहरूलाई होइन। यहाँ आउँदाखेरि जति तपाईँको खर्च पनि हुँदैन होइन। आकर्षित त अब गराउने धेरै चिज छ नेपालमा, तर यसलाई तपाईँको सुरुमा पर्यटक छिराउने दुलो छ नि, त्यो सुरक्षित बनाउनु पऱ्यो भन्ने। हुन्छ सन्तोषजी, यहाँसँग अमेरिकामा आएर भेट भयो, निकै खुसी लाग्यो। हामी फेरि बाँकी देश समृद्धि र विकासका गफ फेरि गर्दै गरौँला। धन्यवाद यहाँलाई। थ्याङ्क यू प्रकाशजी।